मतदाताले एउटा कुरो के गर्छ भने समय समयमा घरमा आइदिनु पर्यो, हाम्रो समस्या बुझिदिनु पर्यो र हामी शान्ति चाहेका छौँ, देश बचाउने पंक्तिमा छौँ। त्यसकारणले तपाईहरु देश बचाइदिनु पर्यो, समाजलाई सुरक्षित बनाइदिनु पर्यो, शान्त वातावरण बनाइदिनु पर्यो खालको बढी माग आइरहेछ। र यो वातावरणमा हाम्रो एमाले पार्टी सुरेच्छाबाट म उम्मेदवार दिँदै गर्दा उम्मेदवार हुँदै जाँदाखेरि जुन खालको एउटा उत्साहजनक र हाम्रो सबै कार्यकर्ताहरू गोलबन्द भएर नेता कार्यकर्ताहरू एकढिका भएर जुन खालको यो देश र बचाउने र देश जलाउने बीचमा जुन खालको कडा प्रतिस्पर्धा भइरहेछ, यो प्रतिस्पर्धाको बीचबाट हाम्रो एमाले पार्टी देशैभरि एउटा पहिलो पार्टी बन्नुपर्छ भनेर त्यो हिसाबले हाम्रो साथीहरू पनि एकदम जोसिलो तरिकाले सहानुभूतिको हिसाबले लागिरहनु भएको छ। सहानुभूति आम जनतामा दिइरहनु भएको छ। जुन खालको अहिले देश जलेको अवस्थामा आम नेताहरूको घर जलेको अवस्थामा पक्कै पनि अब हामी कहीँ न कहीँ हामी सबै चिजबाट व्यवस्थित बनेर अगाडि बढ्नुपर्छ। जस्तो कोही कामहरू अधुरा छन्, त्यो अधुरा कामहरू कहिले पुरा गर्ने भन्ने खालको प्रश्न गरिरहेछ, त्यो पुरा गर्नु पर्यो। तपाईहरु अधुरो कार्यकालहरू अधुरो काम पुरा गर्नु पर्यो। अर्को चाहिँ जस्तो युवाहरूलाई रोजगारमा सहभागी गराउनु पर्यो, महिलाहरूलाई विशेष गरी उद्यममा जसरी आफ्नो खुट्टामा उभिने गरी त्यो खालको वातावरण बनाइदिनु पर्यो। बालबच्चालाई पढ्ने शिक्षामा जुन खालको एउटा सुधार, शिक्षामा एउटा सुधार खालको त्यो खालको नीति ल्याइदिनु पर्यो र कम्तीमा शैक्षिक सुधार भयो भने बच्चाहरू कम्तीमा आफ्नो ठाउँबाट गलत कुलतमा नलागोस्। बच्चाहरू आफ्नो बुवा मम्मीको एउटा संरक्षणमा बस्ने गरी, वातावरण घरको अनुशासन बुझ्ने गरी, समाजलाई पनि अनुशासित बनाउने गरी अगाडि बढाउने वातावरण बनाइदिनुस्। र छोरीहरू जुन खालको हिँड्ने वातावरण छैन, त्यो छोरीहरूलाई पनि एउटा सुरक्षित हिँड्ने वातावरण बनाउने गरी, पढ्ने कम्तीमा पढाइमा पनि एउटा सहभागिता हुने गरी, सहानुभूति हुने गरी, उत्साहित हुने गरी त्यो खालको वातावरण बनाइदिनुस् भने बढी जोड आइरहेछ। हामी सबैजना गोलबन्द भएको कारणले, देशै गोलबन्द भएको हिसाबले हाम्रो एमाले पार्टी एकदम एक नम्बर पार्टी भएर आउँछ भन्ने म भन्न चाहन्छु। हस्।